Good morning everyone. आज चाहिँ छिटो उठेर हामी चाहिँ जिम जान लागेको होइन. फर्स्ट टाइम जिम थियो हामीले चाहिँ जिम जानको लागि एक्साइटेड थियौँ होइन. अनि बाहिरको भेउ चाहिँ अति भवाल थियो. हामी चाँडै उठेको थियौँ होइन. कोही पनि नरोक्नु अनि हामी तिनजना भएर टक्क जिम रेडी भइसक्यो. हामी जिम आइसकेको थियौँ किन अनि यता चाहिँ गनी भयो नि फर्स्ट टाइम जिम हानेको होइन. ए बाबा जिम साह्रो दुखेर चाहिँ यहाँ चाहिँ हाम्रो खुस भइहाल्यो होइन. आकाशले जिम हानेर म त फोटोग्राफर हो. अनि हामी जिमबाट बाहिर निस्किनु होइन. टक्क एउटा भिडियो बनाएर भिडियो बनाएर त होइन जिम गर्न गएको होला. अनि ठक्क जिममा निस्किने बेलामा चाहिँ हालत खराब फर्स्ट टाइम बाहिरको गर्मी त्यस्तै. अनि आउने बित्तिकै चिया खायौँ बिहान लगभग 7:00 बजेतिर. अनि किचनमा गयौँ. यता चाहिँ सेटिङ लाग्यो. यता चाहिँ भाइले बिचरा फर्स्ट टाइम जिम गएको आटासाटा लगाएर. अनि यो चाहिँ हाम्रो बिहान भइहाल्यो. यो चाहिँ गाना सिङ चाहिँ हामीले फुलसुल बनाएर यसको फोटो सुट गरेको थियौँ होइन. अनि यो चाहिँ अति नै भवाल गाना सिङ. यो चाहिँ चुकुन्दरको मात्रै है. चुकुन्दर भनेपछि चाहिँ कतिले थाहा हुन यो चाहिँ अति भवाल भन्छ है. यता चाहिँ हामीलाई अर्डर पिकअप गराइसकेको थियो. मोमोसँग रेडी भइसकेको थियो. पिकअप गराएर अनि चटनी हालेर टक्क मोमो चाहिँ यस्तो बास्केटमा दिन्छ है हामीले. अनि चाहिँ मर्निङ एभ्रिवान दिस नेक्स्ट डे. मैले नेक्स्ट डे किन भनेको भन्दाखेरि नेक्स्ट डे चाहिँ अब त्यही त्यस्तो भयो. अनि त्यसपछि फेरि नेक्स्ट डे हामी जिम हिँड्यो है. एकदम एक्साइटेड केटाहरू चाहिँ. अनि भाइ चाहिँ अति बढी ओभर स्टुडेन्ट. अनि आज चाहिँ मामा हुनुहुन्थ्यो है. मामालाई लिएर गएको जिम. अनि मामालाई चाहिँ डरै जिम बनाएको है. मामालाई चाहिँ जिम मामा पनि सायद फर्स्ट टाइम सेकेन्ड टाइम यो होला. जिम गयौँ आयौँ प्रोटिन खायौँ. थ्याङ्क यू सो मच फर वाचिङ. नेक्स्ट भिडियोमा भेटौँला.